डस्टबिनहरू छैन, फोहोर बाहिर छ होइन। अब मेन समस्या त त्यही देख्छु मैले। अनि बाटोमा यो गाडीहरू सबै बाटोमा छ, पार्किङ छैन। अनि बाटोमा के अरे सहरमा हिँड्ने मान्छेहरूलाई सपिङ गर्दा अब टोइलेटको समस्या छ, सार्वजनिक टोइलेट छैन। यहीँको हुनुहुन्छ, अहिलेसम्म समस्या समाधान गरे जस्तो त लाग्दैन। फुटपाथ सधैँ कभर छ होइन। त्यो रोडमा के अरे गाडीहरू छ, बाइकहरू छ, अनि हिँड्ने फुटपाथ सधैँ जामै छ, जो आए पनि। समाधानमा सफाइ छैन, नाली सफाइ हुँदैन, पानी जाम हुन्छ बर्खामा, खै गरेको देखिया छैन। अलिअलि गरेको राम्रो पहिला गरेको छ, धल शमशेरको पालामा गर्नुभएको थियो, त्यो चाहिँ देखेको कुरा हो। अनि पार्कहरू यताउता थियो, अहिले त बनाएको पार्कहरू नि तोडफोड छ, त्यहाँ बसेको सबै। यसपालिको त खै व्यवस्थापन राम्रो देखेको छैन। यसपालिको मेयर